लोभ लालच सीता टाढिएर बाँच्न सिकौँ लोभ लालच सीता हे आनन्दैमा छु अहिले आनन्दैमा छु अहिले हरि भजनैले 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 आनन्दैमा छु अहिले हे भगवान् हरि भजनैले आनन्दैमा छु अहिले 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 हे भगवान् हरि भजनैले आनन्दैमा छु अहिले 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 हरे जिगुलो हरिहर भगवानको जय हो आनन्दकन्दको चोकभन्दा उतापट्टि हाम्रो माया पाण्डे आचार्य हुनुहुन्थ्यो गुरु हजुरहरूले खाजा के खानुहुन्छ कसो दिनु पर्ला अनि नभने पनि हुन्थ्यो यो यसरी दिँदै दिँदै गयो भने त यसै पुगिहाल्यो नि है हामीलाई कुम ल्याउनु छैन केही गर्नु छैन यो यार्छ भन्ने पानी बरा सकिँदा बित्तिकै आउनुहोस् है भनेर जार सहित सबै पठाइदिनु भएको छ कार्टुनका कार्टुन जार सहित पैसा पर्दैन गुरु पैसा दिनु पर्दैन यो हाम्रो पानी खाइदिनुहोस् हजुरले हुन्छ हजुरलाई चिनेका छौँ राम्ररी चिनेका छौँ गुरु प्रत्यक्ष नभेटेको मात्रै हो भन्नु 2 वर्ष 3 वर्ष कति वर्ष अगाडि 2.5 वर्ष अगाडि धारापानीमा यज्ञ गरियो आरोग्य कि यस्तै के हेमन्तपुर कता पानीको रहेछ फ्याक्ट्री यस्तै के हो उहाँले पानी यति ट्र्याक्टर पानी पुर्याउनु हो 1 पैसा पनि ल्याउनु भयो अचम्म हेर्नुहोस् त समाजमा मान्छेले कमाएर मात्र होइन क्या कमाएको पनि बल्ल बल्ल सङ्घर्ष गरेर कमाएको पैसा पनि दान गरेको छ तपाईँहरूलाई पानी खुवाउनु भएको छ यो यार्सा पानी हाम्रो घोराई कतातिर छ रजेना राप्ती बोर्डिङ कता भन्नुहुन्थ्यो अस्ति अटोमा पानी ल्याउन पठाउनुहोस् भन्ने बेला लोकेसन भन थाहा हो यसका प्रोप्राइटरज्यूप्रति हार्दिक सम्मान अर्पण गर्न चाहन्छु धेरै धेरै भक्तजन हुनुहुन्छ यति हाम्रो यज्ञ के त भन्दा उहाँहरूले हामीलाई गर्नुभएको श्रद्धाप्रति त हामी कृतज्ञ हुनैपर्छ है उहाँहरूले देखाउनु भएको श्रद्धा यद्यपि उहाँबाटै हामीलाई फोन आएको ल अचम्मको विषय है मान्छेले 20 रुपियाँ कति रुपियाँ कति खोइ पानी अहिले त 50 रुपियाँ एयरपोर्टमा किन्यो भने 100 रुपियाँ पर्दो रहेछ पानीले 200 पनि पर्छ कतै भने यिनी पानीहरू हामीले फ्रीमा पाएको छौँ यो हाम्रो सौभाग्य उहाँप्रति धन्यवाद अर्पण गर्न चाहन्छु आउनुहोस् अब कथामा लाग्यो यसै गरेर सोमकान्त नाम गरेको राजा के गर्नुभयो त भन्दा यतिका सम्पत्ति हुँदा पनि त्यति कान्ति तेजोमय हुँदा पनि सबैलाई छोडेर 2वटा अमात्य भनेको को त भन्दा सेवकहरू 2वटा सेवकलाई सँगै लिएर आफ्नै पत्नी थिइन् सुधर्मालाई साथैमा लिएर जानुभयो अब गइसके पछाडि मैले के गर्ने कसो गर्ने गर्दै जाँदा अब कहाँ जाने यता वन अर्को वन हिँड्दै जानुभयो एउटै वनमा बस्नु हुँदैन एउटै फल खानु हुँदैन फरक फल खाने फरक ठाउँमा बस्नु पर्दछ है भनेर लाग्नुभएको सुधर्मा नाम गरेको राजा 2वटा अमात्यसहित जानुभएको थियो अलि पर जाने बेलामा एउटा के देखिएछ त भन्दा बगर नजिक एउटा सरोवर देखियो पानीको तलाउ जस्तो खोलाका नजिकतिर त एउटा कुण्डाहरू हुन्छन् नि कोही हो सरोवर देखियो
सरोवरमा गएर पानी खाइसकेपछि आकुल व्याकुल भएका राजा घर्ची घर्ची हिँड्नुपर्ने, शरीर गलेर त्यस्तो भएको तैपनि मनभित्र गदगद भएका आहा कतै कतै भन्दा मलाई शालीन भद्रता मिलेको छ। किन भन्दा वनमा जाँदा के हुन्छ, त्यहाँको पर्यावरणै छुट्टै हुन्छ है, पर्यावरणै छुट्टै हुन्छ। अन्य 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 मन्दिरमा जानुहोस्, जे जानुहोस्, तर यो चौघेरा मठमा आउने बेलामा चाहिँ तपाईँलाई तत्त्व साधना र सिद्ध प्राप्तिको अनुभूति बिस्तारै हुँदै जान्छ। चिन्तन के गर्नुभएको छ भन्ने विषय पनि हो, अपेक्षा के गर्नुभएको छ भन्ने विषय पनि हो। अपेक्षै छैन भने त्यहाँ तत्त्व भेटिन्छ क्या। आशै गर्नुभएको छैन, कुनै माग्दै माग्नु भएको छैन, त्यहाँ दिन्छ कसैले। तपाईँले नमागे पनि दिने त छँदैछ नि है। हामीले मागेको हो र, हामीले मागेका थियौँ र दाँत ल्याऊ ल्याऊ भने पलाउँछ त मुखमा दाँत आफै, पलाउँदैन ह। हामीले जा जा भन्नुपर्छ र समय आएपछि आफै झर्छ त दाँत, कपाल झर्छ, कपाल फुल्छ। त्यसै गरेर अति प्रसन्नता चाहिँ हुनुहुन्थ्यो। त्यसै गरेर सोमकान्त नाम गरेको राजा पानी खाइसकेपछि आहा कति सुन्दर भएको, कति मनोरम भएको भनेर शीतल भएको हिँड्दा हिँड्दै गलेको बेलामा त्यही बालुवामा ढल्नुभयो, आनन्दले सुत्नु भएछ निरन्तर। कहिले कहिले सरोवरमा कहीँ बिच कि के भन्छन् नि समुद्रलाई, हो त्यही भन्दा रहेछन्। अब हामीलाई त थाहा थिएन है। हाम्रो समुद्र पहिले यता यो मधेस भन्ने ठाउँ पनि हामी मान्छे बस्ने जात बस्ने ठाउँ होइन नि त। हामी नेपाली त ऋषिका पुर्खा, हाम्रा पुर्खा ऋषि है। तपाईँका जिजुबा पनि जिजुबा खोज्दै जानुभयो, यदि भेट्नुभयो भने तिनी लेखक थिए, दार्शनिक थिए क्या। तत्त्वज्ञान आफैले आँखा चिम्मा गरेर आकाशका ताराहरू हेरेर आफूले ग्रन्थ लेख्ने थिए हाम्रा पुर्खाहरू। हाम्रा पुर्खा हिमालमा बस्थे, हिमालमा बस्दा बिरामी हुँदैनथे, बाँच्थे धेरै। 120 वर्ष 115 वर्ष त चान्जुने मान्छे बाँच्थे। गर्दा गर्दै हिमालबाट सकिँदैन हिउँले ढाक्यो भनेर तल आए, फेरि पहाडमा आयु पनि घट्यो, कीटाणु पनि बढे। हिमालमा भन्छ नि, खोइ हामीले त त्यति विज्ञान पढिँदैन। 70% कति कीटाणु चिसोमा बाँच्दैन भन्छ, कीटाणु नै बाँच्दैन। त्यो भएको हुनाले हेर्नुहोस् त कुहिएका जस्ता डुङडुङ गनाउने कपडा लाए पनि खोइ भोटेहरू कुनै केहरू माथि डोल्पातिर कता जान्छु म, डोलमा आमाहरू हुनुहुन्छ ठाउँ ठाउँमा जाँदा बाआमा, खै बिरामी भएको देखिन्न कहीँ। फेरि त्योभन्दा तल पहाडमा झरियो, बिरामी बढ्न थाल्यो, अनि हामीलाई मिठो चाहियो। फेरि उता माथि हुने बेलामा थोरै खाए हुन्थ्यो, कहिले फापर कहिले गहुँ खाए हुन्थ्यो, त्यो भएर फेरि धेरै खानु पऱ्यो, पहाडमा झरियो। अझै भएन, दुःख गर्नु पऱ्यो यहाँ त भनेर दुःख गर्न नसकेर तराईमा झरियो। हामी त सर्लक्कै बोइलर जस्ता भएका छौँ क्या। खाएको छ टोइलेट भरिया छ, अरू के गर्यो, खै के गर्यो। हाम्रा जिजुबाले पुर्खाले बाटामा हिँड्ने बेलामा खै चौतारा बनाइदिए, अहिले हामीले त्यही चौतारा भत्काइयो। घोराइबाट तुलसीपुर जाने बेला कतिवटा बर पिपल पर्थे बाटामा, अहिले काटेर फाँडेनन् हो। यही घोराइको कुनै ट्राफिक चोक्नेरी हेर्ने बेलामा ओहो ट्राफिक आयो भन्थे, वरिपरि पिपल हुन्थ्यो, कोही शीतल चिसो भएर मान्छे गाडी पर्खिन बसिया मान्छे पनि शीतल तापेर बसिन्थ्यो, काटेर फाल्थ्यो। त्यो फाले ठिकै छ, बाटो बढाउनु पर्यो, अलि परपट्टि अर्को रोप्न मिल्दैन र, त्यो सिकाइदिने कसले है। त्यो भएको हुनाले पुर्खाले त सिकाए नि। हामी यहाँ आएर बस्यौँ, यहाँ तल पशु बस्थ्यो, पशुमा पशुवृत्ति थियो है, र मान्छे पशु बस्ने ठाउँमा बस्यो, मान्छेमा पशुवृत्ति आयो, पशुमा बरु मानवता आयो। वनमा गएर साधु एक्लै गएर बस्ने बेलामा हेर्नु भएन, कथा सुन्नुहुन्न, भागवत धेरै ठाउँ सुन्नुभयो होला। ध्रुव गएका 6 वर्षको त्यो सानो पिउसो बालकबाट, त्यसलाई देख्दा बाघले खाएन, गैँडाले खाएन, हात्तीले केही पनि गरेन। वनमा हिँडिरहने त्यत्तिकै बसेको, बरु मान्छेलाई बाघले खान्न होला, बाघलाई मान्छेले देखे ढुङ्गाले हान्छ क्या, बन्दुकले हानेर मार्छ। त्यस्तो हामी त पापी भइयो नि त, अधर्मी। तै पनि धर्म आदमी भने छ, चन्दन लाउन चाहिँ छोड्दैन है हाम्रो जातले। आनन्द, दसैँ आयो भने टिको त लागेकै छ फेरि हो। यो त पशु हो भन्छ है अरूलाई, किनकि यो जीव नै पशु हो भनेको छ हाम्रो वेदले। यो चराचर जगतमा भएका सम्पूर्ण जीवहरू पशु हुन्, त्यस कारणले पशुका पति पशुपति भोले बाबा भनिएको है। बुझ्यो हो, यसरी बुझौँ। सुधर्मालाई लिएर जानुभयो र राजा, 2वटा अमात्यले के गरेछन् त भन्दा राजा पल्टिए, त्यत्रो पानी खान नपाएका बुढा बालुवामा ढलेका थिए। 2वटा अमात्यले के भनेछन्, यसरी हुन्न बाबा, जानुपर्छ, हामी फलफुल खोज्न जान्छौँ है। हे माता सुधर्मा हेरिबक्सोस् है, राजालाई हजुरले हेरिबक्सोस्। अब गएका 2वटा सेवकहरू
धन लिएर गएको भए किन फलफुल कन्दमूल खोज्न जानु पर्थ्यो बर है। गए अब कन्दमूल खोज्न गएका थिए, हलिपर गए केही पनि भेटिँदैन। बतास चलेको छ, हावा चलेको छ, चराचुरुङ्गीहरू कराएका छन्। अति मनोरम छ, सुन्दर छ, अति शोभायमान छ जताततै। कति रमणीय छ, आहा सुन्न पाए पनि हुन्थ्यो, बोल्न पाए पनि हुन्थ्यो। चराको चिरबिर थियो, त्यसैमा उता हिँडेका छन् अमात्य हिँडे फलफुल खोज्न गए। अब के गर्ने होला, लौ न बाबा मलाई पनि भोक लाग्यो, खान पाए हुन्थ्यो। बुढालाई हेरेर, त्यो कुहिएका किरा परेका बुढालाई हेरेर भुँडी भरिन् त होइन नि त। फेरि बुढाको सेवा गर्नुपर्छ, यिनी पनि खान नदिएर मेरी पत्नीले मारी भन्ने किन पार्ने हो, फलफुल भेटिन्छ कि भनेर यताउता खोज्दै थिइन्। त्यतिकै बेलामा सरोवरको परबाट कोही टुकु सानो बाबु हिँडेको जस्तो देखियो। कोही ऋषि कोही ब्राह्मण हेरेको जस्तो देख्नुभयो। कसले त भन्दा सुधर्माले, आहा यति सुशोभित को होला यो, देखिसकेपछि लाग्छ। यद्यपि आमाको जातलाई सन्तान छोराछोरी पाएका आमाहरूलाई सानो सानो बाबु बटुकहरू देख्ने बेलामा आहा क्या बाबु राम्रो रहेछ, सप्रेको रहेछ, कसको यो छोरो भन्छन् नि है। सुन्दर छोरो मान्छे देख्दा भन्छन् हो हो, छोराछोरी पाएका आमाहरूलाई हुन्छ। त्यसै गरेर उनले पनि के गरिन् त भन्दा यसो हेर्ने बेला सुन्दर बाबु बटुक देखिन्छ बा, आहा कति राम्रो को होला। अलि नजिक गइन्। जाने बेलामा यसो देख्दै जानुभयो। अलि पर जानुभयो। अद्भुत, अति सुन्दर, अति प्रखर, अति राम्रो, कान्तिद्वारा पनि त्यो दिव्यमान, अत्यन्तै प्रशोभित, अति सुन्दर। यसो अद्भुत रूप देखेको हुनाले सोधिन्, यिनी त पक्कै कामदेव हुनुपर्छ बा, कामदेव हुनुपर्छ। अति सुन्दर मान्छे देखिसके पछाडि नलोभिनु अरे, यो त श्रीमान कुहिएको जस्तो छ बरा, उता सुन्दर छोरो मान्छे देखेको छ, यिनी त पक्कै पनि कामदेव हुनुपर्छ। घरमा श्रीमान अपाङ्ग छ, दुब्लो छ, ऋणी छ, अरूबाट घृणित छ, एक्लो छ, सहारा केही पनि छैन, कसो पनि छैन भने त्यसकी श्रीमतीको रूपमा आँखा लगाउने कामदेवले अन्य कसैलाई पठाउन सक्छ? सक्दिन। नेपालका मुनामदन भनिन्छ नि हो, एउटा कहाँ श्रीमान बिते पनि अहिले त्यस्तैकै छ नि हामीले, हो त्यस्तै। हामीले बुझ्नु पर्दछ, यिनी त पक्कै पनि कामदेव हुने कि भन्ने भयो। तर पत्नी विचलित थिएनन्, पत्नी विचलित थिएको भए त तिमी आफै जाऊ वनवास, म जाँदिनँ भन्थिन् नि। त्यत्रो राज्य छँदै थियो, रानी बनेर ओहो दुनियाँले बिहान जाने बेला बाटोमा हजारौँले ढोग्थे। के चाहिएको थियो तिमीलाई? केही चाहिएको थिएन। मेरो पतिको धर्म, पतिको सेवा गर्नुपर्ने है। हो श्रीमान, शिरको मान भएको हुनाले श्रीमान भनिएको है। शिरको मान, शिरमा सिन्दुर लगाइन्छ कि लाग्दैन? हो शिरको मान श्रीमान, शिरको मती श्रीमती। शिरमा हुने हाम्रो मती हुन्छ नि, त्यसलाई पत्नीले के गर्छिन् त भन्दा चलायमान बनाउँछ। त्यसको हुनाले श्रीमती हुन्। पत्नी लक्ष्मी हुन्, पति नारायण हुन्। पतिलाई नारायण मान्नु र पत्नीलाई लक्ष्मी मान्नु है, त्यसरी बुझ्नु। त्यसै गरेर जानुभयो। अलि पर जाने बेलामा त्यो यसो देख्नुभयो, अति सुन्दर बालक को होला यो, यसो हेर्दै जानुभयो। पक्कै पनि नि त कामदेव होलान् भनेर अलि पर जानुभयो। यसो हेर्दै आउनुभयो, बोल्दै जानुभयो। हजुर को हुनुहुन्छ, के हुनुहुन्छ भनेर नजिक भएर यसो दुखी भएको देखिसके पछाडि तिनी साना बालक बरा, बालकले यसो के गरेछन् त भन्दा को हो, हजुर को हुनुहुन्छ, कहाँबाट आउनुभयो भनेर सोध्न थालिन्। कोही सहारा पनि हुन्छ नि त फेरि, विदेशकै ठाउँमा गइयो भने त नेपाली जस्तो देखियो भने हजुर नेपाली हो भन्छन् नि मान्छेले। आफ्नो भाषा अरूले बुझ्दैन, नेपाली हो भन्छन् नि। हजुर हो भन्दा ओहो कति खुसी लाउँछ। आफ्नो भाषा बुझिदियो भने झन् अनकन्टार जङ्गल छ, फर्केर राज्यमा आउने होइन, जीवन यतिकैमा व्यतीत गर्ने हो। कोही मान्छे भेटेको छ, सहारा भेटेको छ, खुसी भएर सोध्दै गइन्, ओहो प्रभु यस्तो दिव्य कान्तिमय तेजोमय हजुरको हुनुहुन्छ, मैले हजुरलाई देख्न पाए हुन्थ्यो, हजुरको बारेमा बुझ्न पाए हुन्थ्यो। यसो भइसके पछाडि उनले सोध्दै गइन्, हजुर को हुनुहुन्छ भनेर यसो अर्थात् सोध्न थालिन्। भन्छन् के भन्छन् त भन्दा ददर्श तत्राद भूतरूपमग्रम बालम सुधर्मा प्रभया ज्वलन्तम। हेर्नुहोस् त, उत्कृष्ट रूपस्य कृते स्मरन्तम
जातम पुरा बालमिति स्म मेने। हे प्रभु यति राम्रो यति सुन्दर हजुर। यो कहिले कहिले हुन्छ, कोही मान्छेलाई देख्ने बेलामा कस्तो लाग्छ त अन्त यो अपराधी जस्तो लाग्छ, तर तपाईँलाई देख्ने बेलामा त हृदयभित्र कहीँ देवभाव मलाई आइलागेको छ। त्यति मात्रै नहेर दृष्टैवतम सा जगृहेषु धर्मा मेने च त्यं सा हितकारिणञ्च क्षुब्धं प्रसन्नं हृदयं समीक्षन् पकारिणं चोपकरं हि व्यक्ति। भन्नुभयो ओहो प्रभु तपाईँ त परोपकारी हुन सक्नुहुन्छ पक्कै पनि। हजुर को हुनुहुन्छ? हजुर परोपकारी देखिनुहुन्छ, त्यति मात्रै नभएर हजुर त ज्ञानको पारङ्गत देखिनुहुन्छ। हजुरप्रति मेरो कोटि कोटि नमन सम्मान गर्न थालिन्। पप्रच्छतम कश्च कुत प्रयातः कस्यासि पुत्रो। ल हेर्नु त कस्यासि पुत्रो हो जननी चकाते। हे बाबा हजुरका जननी को हुनुहुन्छ? तपाईँ कसको छोरो हो सोध्न थालिन्। वदस्व शब्दम मृतधारयामे सखीव करणौ परितोषयासु। हे प्रभु हजुर कसको छोरो हुनुहुन्छ? हजुर आमा को हुनुहुन्छ? हजुर कहाँबाट आउनुभएको? हजुर यहाँ किन आउनुभएको? मलाई विनम्रतापूर्वक बताउनुहोस् है हजुर भनेर सोधिन् सुधर्माले त्यति राम्रो सानो बाबुलाई। सोधिन् राम्रो देखिसके पछाडि कहीँबाटै देवताको भाव पाएँ मैले उसमा। उता पति पनि ढलेका छन्, केही सहारा पाउँछु कि केही जाउलो केही खुवाउन पाउँछु कि अझै पनि। उता दुईवटा अमात्य थियो तिनीहरूले पनि छोडेर गए, फलफुल खोज्छौँ भनेर गए, आफ्नो जीवन ज्याउन बचाउनु पर्ने भयो। सोध्न थालिन्। यो गाथा त शौनकादि ऋषिहरूले सुतको उपरमा सोध्नु भएको गाथा अहिले सुतजीले बताउँदै हुनुहुन्छ। सुतले बताउन थाल्नुभयो। इति स्म पृष्ठ सजगाद बाल ताम्राजपुत्रीं सुदया गिरामे पितां भृगुर्भा मिनिमे पुलोमा माता जलार्थी स्वगृहादि हागम। ओहो यसो भनिसके पछाडि के गर्नुभयो त भन्दा बताउँदै जानुभयो। उत्तर दिन थाले। हे आदर्श नारी, नारीलाई हेर्नुहोस् त। हे देवी, हे आदर्श नारी, हे परम ज्ञानी नारी, तिमी कति शालीन छौ, तिमी कति भद्र छौ। पहिला कनमा आफ्नो बखान गाएका उनलाई भन्न थाले। आमा भावमा है पर नारीलाई आफूभन्दा जेठी छ भने दिदी भनिदिनुहोस्, कान्छो छ भने बहिनी भनिदिनुहोस्, आमा उमेरको भए आमा भनिदिनुहोस्, फुपू उमेरको भए फुपू भनिदिनुहोस्, बा उमेरको भए बाबा भनिदिनुहोस्, हजुरबा उमेरको भए हजुरबा भनिदिनुहोस्। कति खुसी हुन्छन् बारा है। हामीले भन्ने गरेका छ कहीँ भन्नुपर्छ है। त्यसै गरेर बताउन थाले। को हुँ त भन्दा म को हुँ? हे आदर्श नारी, यति मात्रै नभएर पिता भृगुर भामिनी मे पुलोमा। ए देवी सुन, मेरा पिता भनेको भृगु भनेको पिता भृगुर भामिनी मे पुलोमा। मे भामिनी पुलोमा। मे भनेको मेरो, भामिनी भनेको आमा, पुलोमा भनेको पुलोमा हुन्। पिता भृगु, भृगु ऋषिको सन्तान छोरो हुँ म। मेरी आमा भनेको को हुन् त भन्दा पुलोमा नाम गरेकी मेरी आमा हुन्। माता जलार्थी स्वगृहादि हागम भन्नुहुन्छ। हे देवी, हे मेरी देवी देवी म यहाँ के गर्न आएको हुँ त भनेर सोधेकी छौ। म भृगुको छोरो, भृगु ऋषिको छोरो हुँ। म यहाँ के गर्न आएको त भन्दा म यहाँ यत्तिकै आएको होइन, म यहाँ पानी लिनको लागि आएको हुँ। स्वगृहादि गाहम स्वगृहादि हागम। जलार्थी भनेको जल अर्थमा आएको हुँ, पानी लिनको लागि आएको। त्यो सरोवर रहेछ, त्यहीँबाट पानी उभाएर लिएर जाँदो रहेछ है। फेरि ऋषिले फेरि त्यो तालको कुवाको पानी किन लयो भन्नु होला नि, लाग्छ नि त कहिले। कुण्डो पोखरी भन्छ नि, कहिले कहिले खाइएन पोखरी पानी। हामीले खाइयो, खानु नखानु सबै खाइयो है। त्यो पहाडतिर एउटा पोखरी बनाउने, बल्ल बल्ल थोपा थोपा पानी आएर पोखरीमा भरिने। त्यही पानी चाहिँ भरेर पाइपबाट टाढा गएर पानी थापेर खानुपर्ने। पल्लो गाउँबाट पानी ओल्लो गाउँमा ल्याउनु पर्ने। पल्लो गाउँकाले नजिक पानी छ भनेर फेरि हाम्रै कुण्टामा लिएर गाई गोरु पानी त्यहीँ खुवाइदिने है। त्यो गाई गोरु खुवाउने बेला त्यहीँ पिसा फेर्ने रहेछ। घरमा लिएर पानी बल्ल बल्ल बोकेर लिएर गएर पकायो है। गाई गोरु सबै एकैचोटि त्यो पानी त एकैचोटि घरमा लिएर गएर भात पकाउने बेला भात पनि गहुँत खाए जस्तो छ, तरकारी पनि गहुँत खाए जस्तो छ। ल
यस्ता अनुभव हाम्रा धेरै भयो, बोकेर खाइयो। तपाईँहरूलाई परिया छैन होला, अब सुखैमा हुर्किनु भयो होला नि त है। हुन त यता त तलबाट ताने आइहाल्छ, माथिबाट देउताले दिएको पानी त सौभाग्यले खान पाइन्छ नि त। देउताले दिएको पानी खानु भनेको आकाशे पानी खान्छन्, थाहा छैन? आकाशे पानी हो। बर्खामा पानी आएको हुन्छ, पहिला कनमा जेठ असारमा आएको पानी बगेर जान्छ, साउन पछाडि भदौतिर आएको पानीलाई ट्याङ्की बनाएर त्यो छानातिर डुँड बनाएर, बाँसका डुँड बनाएर ठुलो ट्याङ्की बनाएर पानी राखिन्छ। हो, माथि देउताले दिएको पानी भनेर त्यही अनिकाल लागेको बेलामा चैत वैशाख जेठमा पानी पाइँदैन, त्यही पानीलाई थोरै थोरै सदुपयोग गरिन्छ है। हो, त्यसलाई आकाशे ट्याङ्की भनिन्छ। त्यसै गरेर अहिले चाहिँ के भयो त, पोखरीको पानी किन निला गए भनेर हजुरलाई आश्चर्य लाग्न सक्छ। पोखरीको पानी ऋषिले ध्यान गर्ने ऋषिले कसरी खाए, भृगु ऋषिले? यसको तत्त्व छ, पानीलाई हावाले हाने पछाडि शुद्ध हुन्छ अरे के है। कहिले कहिले तपाईँसँग पानी छैन, हो नि त, अहिले त माथि डोडोमा राखेको पानीले पूजा गरिराख्या होला नि पक्कै। त्यसो नगर्नु। आज एउटा नयाँ कुरा बताउँछु है। तामाको भाँडामा तामाको तमौरो भन्छन् है। त्यो तमौरोमा घरभन्दा बाहिर हावा लाग्ने ठाउँमा कि त बिहानबाट धारामा आइराखेको पानी छ भने ठिकै छ, त्यो पनि अब ट्याङ्कीबाटै आउने होला। अहिले त कहाँ, अब छोटा रूपस्य कृते स्मरन्तम जातम पुरा बालमिति स्म मेने। हे प्रभु, यति राम्रो यति सुन्दर हजुर। यो कहिले कहिले हुन्छ, कोही मान्छेलाई देख्ने बेलामा कस्तो लाग्छ त, अन्त यो अपराधी जस्तो लाग्छ, तर तपाईँलाई देख्ने बेलामा त हृदयभित्र कोही देव भाव मलाई आइलागेको छ। त्यति मात्रै नहेर दृष्टैवतम सा जगृहेषु धर्मा मेने च त्यं सा हितकारिणञ्च क्षुब्धं प्रसन्नं हृदयं समीक्षन् पकारिणं चोपकरं हि भक्ति। भन्नुभयो, ओहो प्रभु, तपाईँ त परोपकारी हुन सक्नुहुन्छ पक्कै पनि। हजुर को हुनुहुन्छ? हजुर परोपकारी देखिनुहुन्छ। त्यति मात्रै नभएर हजुर त ज्ञानको पारङ्गत देखिनुहुन्छ। हजुरप्रति मेरो कोटि कोटि नमन सम्मान गर्न थालिन्। पप्रच्छतम कश्च कुत प्रयातः कस्यासि पुत्रो। ल हेर्नु त, कस्यासि पुत्रो हो जननी चकाते। हे बाबा, हजुरका जननी को हुनुहुन्छ? तपाईँ कसको छोरो हो सोध्न थालिन्। वदस्व शब्दम मृतधारयामे सखेव करणौ परितोषयासु। हे प्रभु, हजुर कसको छोरो हुनुहुन्छ? हजुरकी आमा को हुनुहुन्छ? हजुर कहाँबाट आउनुभएको? हजुर यहाँ किन आउनुभएको? मलाई विनम्रतापूर्वक बताउनुहोस् है हजुर भनेर सोधिन् सुधर्माले। त्यति राम्रो सानो बाबुलाई सोधिन्। राम्रो देखिसके पछाडि कहीँ कतै देवताको भाव पाएँ मैले उसमा। उता पति पनि ढलेका छन्, केही सहारा पाउँछु कि, केही जाउलो केही खुवाउन पाउँछु कि? अझै पनि उता दुईवटा अमात्य थियो, तिनीहरूले पनि छोडेर गए, फलफुल खोज्छौँ भनेर गए, आफ्नो जीवन ज्याउन बचाउनु पर्ने भयो। सोध्न थालिन्। यो गाथा त शौनकादि ऋषिहरूले सुतको उपरमा सोध्नु भएको गाथा अहिले सुतजीले बताउँदै हुनुहुन्छ। सुतले बताउन थाल्नुभयो। इति स्म पृष्ठ सजगाद बाल ताम्राजपुत्रीं सुदया गिरामे पितां भृगुर्भामिनी मे पुलोमा माता जलार्थी स्वगृहादि हागम। ओहो, यसो भनिसके पछाडि के गर्नुभयो त भन्दा बताउँदै जानुभयो। उत्तर दिन थाले। हे आदर्श नारी, नारीलाई हेर्नुहोस् त। हे देवी, हे आदर्श नारी, हे परम ज्ञानी नारी, तिमी कति शालीन छौ, तिमी कति भद्र छौ। पहिला कनमा आफ्नो बखान गाएका उनलाई भन्न थाले। आमा भावमा है। पर नारीलाई आफूभन्दा जेठी छ भने दिदी भनिदिनुहोस्, कान्छो छ भने बहिनी भनिदिनुहोस्, आमा उमेरको भए आमा भनिदिनुहोस्, फुपू उमेरको भए फुपू भनिदिनुहोस्, बा उमेरको भए बाबा भनिदिनुहोस्, हजुरबा उमेरको भए हजुरबा भनिदिनुहोस्। कति खुसी हुन्छन् बारा है। हामीले भन्ने गरेका छ कहीँ भन्नुपर्छ है। त्यसै गरेर बताउन थाले। को हुँ त भन्दा म को हुँ? हे आदर्श नारी, यति मात्रै नभएर पिता भृगुर्भामिनी मे पुलोमा। ए देवी सुन, मेरा पिता भनेको भृगु भनेको पिता भृगुर्भामिनी मे पुलोमा। मे भामिनी पुलोमा। मे भनेको मेरो, भामिनी भनेको आमा, पुलोमा भनेको पुलोमा हुन्। पिता भृगु ऋषिको सन्तान छोरो हुँ म। मेरी आमा भनेको को हुन् त भन्दा पुलोमा नाम गरेकी मेरी आमा हुन्।
माता जलार्थी सुगृहादि हागम भन्नुहुन्छ। हे देवी, हे मेरी देवी देवी, म यहाँ के गर्न आएको हुँ त भनेर सोधेकी छौ। म भृगुको छोरो, भृगु ऋषिको छोरो हुँ। म यहाँ के गर्न आएको त भन्दा म यहाँ यत्तिकै आएको होइन, म यहाँ पानी लिनको लागि आएको हुँ। स्वगृहादि गाहम, स्वगृहादि हागम, जलार्थी भनेको जल अर्थमा आएको हुँ, पानी लिनको लागि आएको हुँ। त्यो सरोवर रहेछ, त्यहीँबाट पानी उभाएर लिएर जाँदो रहेछ है। फेरि ऋषिले फेरि त्यो तालको कुवाको पानी किन लयो भन्नु होला नि, लाग्छ नि त कहिले। कुण्डो पोखरी भन्छ नि, कहिले कहिले खाइयो खाइएन पोखरी पानी। हामीले खाइयो, खानु नखानु सबै खाइयो है। त्यो पहाडतिर एउटा पोखरी बनाउने, बल्ल बल्ल थोपा थोपा पानी आएर पोखरीमा भरिने, त्यही पानी चाहिँ भरेर पाइपबाट टाढा गएर पानी थापेर खानुपर्ने। पल्लो गाउँबाट पानी ओल्लो गाउँमा ल्याउनु पर्ने, पल्लो गाउँकाले नजिक पानी छ भनेर फेरि हाम्रै कुण्डमा लिएर गाई गोरु पानी त्यहीँ खुवाइदिने है। त्यो गाई गोरु खुवाउने बेला त्यहीँ पिसा फेर्ने रहेछ, घरमा लिएर पानी बल्ल बल्ल बोकेर लिएर गएर पकायो है। गाई गोरु सबै एकैचोटि त्यो पानी त एकैचोटि घरमा लिएर गएर भात पकाउने बेला भात पनि गहुँत खाए जस्तो छ, तरकारी पनि गहुँत खाए जस्तो छ। ल यस्ता अनुभव हाम्रो धेरै भयो, बोकेर खाइयो। तपाईँहरूलाई परिया छैन होला, अब सुखैमा हुर्किनु भयो होला नि त है। हुन त यता त तलबाट तानै आइहाल्छ, माथिबाट देउताले दिएको पानी त सौभाग्यले खान पाइन्छ नि त। देउताले दिएको पानी खानु भनेको आकाशे पानी खान्छन्, थाहा चाहिँ छैन आकाशे पानी हो। बर्खामा पानी आएको हुन्छ, पहिला कनमा जेठ असारमा आएको पानी बगेर जान्छ, साउन पछाडि भदौतिर आएको पानीलाई ट्याङ्की बनाएर त्यो छानातिर डुँड बनाएर, बाँसका डुँड बनाएर ठुलो ट्याङ्की बनाएर पानी राखिन्छ हो। माथि देउताले दिएको पानी भनेर त्यही अनिकाल लागेको बेलामा चैत वैशाख जेठमा पानी पाइँदैन, त्यही पानीलाई थोरै थोरै सदुपयोग गरिन्छ है हो। त्यसलाई आकाशे ट्याङ्की भनिन्छ। त्यसै गरेर अहिले चाहिँ के भयो त, पोखरीको पानी किन निल गए भनेर हजुरलाई आश्चर्य लाग्न सक्छ। पोखरीको पानी ऋषिले ध्यान गर्ने, ऋषिले कसरी खाए, भृगु ऋषिले। यसको तत्त्व छ, पानीलाई हावाले हाने पछाडि शुद्ध हुन्छ अरे क्या है। कहिले कहिले तपाईँसँग पानी छैन, हो नि त, अहिले त माथि डडोमा राखेको पानीले पूजा गरिराख्यो होला नि पक्कै। त्यसो नगरे पछाडि सुधर्मालाई त्यतिकैमा दुखी भएर आफूले पानी भरेर लिएर गए। कसले? चेवनले, भृगु ऋषिका छोरा पुलोमाका छोरा चेवन। आमा पुलोमा, बाबा भृगु, पुत्र थिएको थिए त भन्दा चेवन। घर गए धाममा, पिताजी प्रणाम। अब त छोरो आज ढिलो आयो बा, होइन के भयो, बाघ भालुले केही खायो कसो भयो बा, चिन्तित भएका। परबाट पिताजी भनेर छोरो आउँदैछ बा, अति खुसी हुनुभयो। त्यसै गरेर भृगु ऋषिले भन्नुहुन्छ, ओहो छोरा आऊ, छोरा आऊ। ए बाबा आज ढिलो आयो नि बा, सन्ध्या गर्न ढिलो भयो, के भयो कसो भयो, तिमी ढिलो आउनुको कारण मलाई बताऊ। भृगु ऋषिले गइसके पछाडि भृगुनन्दन गइसके, त्यति गइसकेपछि दुखितम पर दुखेन तुष्णिमेवा गमद गृहम तम भृगु परिपप्रच्छ विलम्बकारिणम सुतम। किन विलम्ब आयो, किन ढिलो आयो भनेर भृगुले फेरि छोरालाई सोध्न थाल्नुभयो। भृगुरुवाच किम पूर्वम त्वया दृष्टम लक्ष्यसे चाकितो यथा विलम्बश्च कथम जातो वदपुत्र ममाग्रत। ये छोरा मेरो अगाडि आएर भनबा, तिमी किन ढिलो आयौ, सधैँभरि छिटो आउँथ्यौ, सधैँभरि अहो बेलैमा आउँथ्यौ, सन्ध्या गर्न पाउँथे। किनकि सन्ध्या त सूर्य उदाइसके पछाडि सन्ध्या त उपयुक्त हुन्न नि मेरो बा, तिमी त ढिलो आयो नि बाबा आज, भन त के भयो। बेलुका त सूर्य अस्ताइसके पछाडिको त सन्ध्या त मध्यम हुन्छ, अब तारा आइसक्यो भने त सन्ध्या अधम हुन्छ नि त मेरो छोरा। ए बाबा तिमी त ढिलो आयो नि भनेर छोरालाई सोध्नुहुन्छ। पुत्र वाच, पुत्रले भन्छन्, सौराष्ट्र देशे विख्याते दैवते नगरे मुने सोमकान्तमिति ख्यातो राजा राजिम्बलोचन। हे मेरो पिताजी, मैले अति सुन्दर एउटा राम्री सौराष्ट्र देशको अति सुन्दर देवनगरमा बस्ने सोमकान्त नाम गरेको राजाकी पत्नीलाई भेटेँ। बाटोमा पानी ल्याउँदै गरेको बेलामा अति दुखी भएकी थिइन्, अति चिन्तित भएकी थिइन्। भनेर भन्ने बेलामा ऋषि न भएबाट अर्काको दुःख किन देख्न सक्थे। भृगुले सोध्न थाले, ए भन भन अरू भन, तिन कस्ती थिइन् कस्ती। साह्रै दुखी भएर धेरै दिनसम्म नखाएकी जस्ती, पानी खाएर बाँचेर सासबाट बोले जस्तो बोलेकी थिइन्
ए अनि उनका पति राजा रहेछन्, सर्वस्व छोडेर ध्यान गर्छु भनेर आएका रहेछन्। बिरामी रहेछन्, शरीर सबै गलेर त्यत्तिकै झर्दै झर्दै गएको रहेछ। पिताजी त्यो सुनिसके पछाडि मन बहकिन सक्यो। एकैछिन धेरै कुरा सुन्दा सुन्दै मेरो आँखाबाट धेरै आँसु बगिसक्यो। अनि म त बिर्सिएछु पिताजी, पानी लिन गएको भनेर 81 झसक्क झम्सिएर म त उनलाई चटक्कै छोडेर आएँ। घरमा आएँ, मेरो पिताजी भएको यति हो, यसै कारणले ढिलो भएको हो भनेर पिताजीलाई भने। अहिलेको छोराले छोरा खाना खान आउनु बा, तपाईँले खानु न सुत्नु, कता गएको थियो तपाईँले के मतलब, बाउलाई लाएर सारा छ। यस्तो हुन्छ नि त, कसैले कसैलाई मतलबै छैन, न त छोरोले बाउ मान्छ न बाउले छोरो मान्छ। त्यसो भइसके पछाडि ऋषिले भन्नुभयो, भृगु ऋषिले, ए छोरा चेवन, हजुर पिताजी, जाऊ जाऊ तुरुन्त उनलाई लिएर आऊ। उनलाई मात्र होइन उनका पतिलाई पनि लिएर आऊ। भन्दा ओहो दुखी छन्, बिरामी छन्, बिरामी भने जसो पनि ल्याए, तिनलाई मैले उपाय बताउँछु। दुःखमा मलम लगाउनु पर्छ बा, सुखमा साथ दिने मेरो भनेर सबै हुन्छन्। तपाईँले समाजमा केही गर्नुभयो, राम्रो काम गर्नुभयो भने मेरो नाति हो, मेरो छोरो हो, मेरो आफन्त हो भनेर सबैले आउँछन्, सबै आउँछ। तर कोही पनि छैन, दुखी छ बरा, खानै पुगेको छैन, लाउन पुगेको छैन, ढोग्न पनि जान्न। माइली फुपू पर्छिन्, बजै पर्छिन्, ठुली आमा पर्छिन् भने ढोग्न जान्न। त्यो भान्जाले मामालाई ढोग्न जान्छ, गएर 5 रुपियाँ टिको लाएर दिउँ त अहिलेको भान्जा त ढोग्न जान्छ जान्न। मामा नमस्कार भने अहिले भान्जाले खै भन्छन्। हो त्यस कारणले होइन बा त्यसो गर्नु हुँदैन, कर्म गर्नुपर्छ, लिएर आऊ, मैले उपाय बताउँछु भनेको हुनाले आज उनै भृगु ऋषिका पुत्र च्यवन ऋषि पुनः गएर त्यही सोमकान्त राजा र उनकी पत्नी सुधर्मालाई लिनको लागि प्रस्थान हुनुभयो भन्नेसम्मको कथा यस अध्यायबाट प्रमाण गरियो। जय बोलो सिद्धिदाता गणेश भगवानको जय जय हो, आनन्दकन्द भगवानको जय हो, यज्ञ पुरुष भगवानको जय हो, आजको आनन्दको जय हो। अब ऋषिले कसरी ल्याउनुहुन्छ, त्यो कुष्ठरोग लागेको निको हुन्छ कि हुन्न, के हुन्छ कसो हुन्छ, भोलिको कथा सत्रमा भन्नेछौँ। अब सुन्दर भजनहरूमा साँझको सत्रमा नाच्न पनि आउनुभएको होला। सुन्दर भजनमा हामी नाच्नेछौँ 1-2वटा भजनमा, अनि सँगै आजको सायङ्कालीन सत्रलाई बिदा लिनेछौँ। आशा छ भोलिबाट अलि छिटो आउनुहुनेछ कथा श्रवण गर्नको लागि। हामीले भक्तजन धेरै हुनुभयो भनेर पनि धेरै पछाडिसम्मको समय राख्दैनौँ, किनकि भोलि हजुरलाई अफिस जानुपर्ने हुनसक्छ, आमालाई फेरि बिहान उठेर नाति हेर्नुपर्ने हुनसक्छ, कोही बिरामी हुनुभयो भने पनि त त्यसको अलिकति हामीले ख्याल गर्नुपर्छ। भक्तलाई माया गरेर यो समय निर्धारण गरेका हौँ। जय होस्। ध्वनि यन्त्र परम पूज्य गायक हाम्रो मन्जिल मोहन कार्कीज्यूलाई अर्पण गर्न चाहे। हाम्रो आदरणीय कलाकारज्यूहरू आफै अब्बल हुनुहुन्छ। सबै कलाकारज्यूहरूको लागि हार्दिक हार्दिक सम्मानका साथ जोरदार तालीले सम्मान गरिदिनुहोस्। धेरै धेरै नमन छ। त्यसै गरेर अपरेटरज्यू हार्दिक हार्दिक सम्मान, यति राम्रो व्यास बनाउनु भएको छ। पूजनीय गुरु उपवाचक गुरु हुनुहुन्छ नवराज पौडेल गुरु, आचार्य नवराज पौडेलज्यू। त्यसै गरेर गणेश गुरु, वेद गुरु हुनुहुन्छ। बिहानी सत्रमा पूजा आजाको कुरा मैले बताउँछु है। हेर्नुहोस्, आजको 8 दिन पछाडि यहीँ आएर यिनै गुरुबाट वेदका मन्त्रबाट पूजा गर्न पाउँछु भने पनि पाइँदैन। अब मात्र 8 दिन बाँकी छ, 1 दिन त आजबाट गइसक्यो। 8औं दिनसम्म हजुरले बिहान पूजा गर्नको लागि हामीले धन दिनुहोस् भने त छैन नि है। यदि धनै दिन चाहनु भएछ भने तपाईँको इच्छाको विषय भयो। हाम्रो यो संस्था पिए नेपाल भन्ने संस्था आध्यात्म संस्था, अर्थात् आध्यात्मिक संस्कारहरू बढाउँ। घरमा बाबुआमालाई वृद्धाश्रम होइन, वृद्धाश्रम बन्द गरौँ, बाबुआमालाई घरमा राखौँ भन्ने चेतना प्रवाह गर्नको लागि भनेको हो। र यसमा हजुरले हामीलाई केही चाहिँदैन। घरमा उम्रिएको दुबो पैसा पर्दैन होला नि, कि दुबोले पैसा माग्दैन। गणेशलाई चढाउन त दुबो ल्याउनु पर्यो। 21वटा मुना, सकभर अलि लामो मुना ल्याइदिनु होला। यो 3वटा हातका आँखला हुन्छ नि हो, त्यतिभन्दा अलि लामो दुबो ल्याउनु होला कम्तीमा पनि। किन भन्दा चढाउने बेलामा, अर्पण गर्ने बेलामा यसरी दुबो चढाउनु, मूल अङ्गुठाबाट चढाउँदा राम्रो हुन्छ। त्यो दुबो 21वटा दुबोको मुठो पारेर ल्याउनु होला। त्यसै गरेर पुष्प ल्याउनु होला, पत्र ल्याउनु होला। अति राम्रो सुन्दर वेदी छ। तपाईँ फर्केर जाने बेला परपट्टि हेर्नुभयो भने त्यो पण्डालभन्दा पछाडिपट्टि त्यो घरका बुटा मुनि राम्रो वेदी छ हो। त्यहाँ आएर हजुरले पूजाआजा गर्न सक्नुहुन्छ। त्यहाँ ग्रह शान्ति पनि हुन्छ, हरेक दिन रुद्राभिषेक हुन्छ। यो सौभाग्य है। घरमै गङ्गा बगेको बेलामा तपाईँले जति जति गङ्गालाई ग्रहण गर्नुहोस्। पछि गङ्गा सुकिसके पछाडि पानी चाहियो भनेर कहाँ पाइयो त नि है। जय होस्, सबैको जय होस् भन्दै ध्वनि यन्त्र कलाकारज्यूहरूलाई अर्पण गर्न चाहन्छु। हरिओम। ल है त अब नाचौँ है।
भगवानको भजनमा जो नाच्यो उही धेरै बाँच्यो अरे के त्यही पनि हरे राम 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 हे कृष्णको बंशी फुकेको हेर राखेर ओठमा राधा राखेर ओठमा रमा हे कृष्णकै भक्ति आइरहन्छ दुःख र चोटमा राधा दुःख र चोटमा कृष्णजीको ख्याल गर्ने बानी हामीलाई गोकुल लाने कि नलाने कृष्णजीको ख्याल गर्ने बानी हामीलाई गोकुल लाने कि नलाने कृष्णजीको ख्याल गर्ने बानी हामीलाई गोकुल लाने कि नलाने हामीलाई गोकुल लाने कि नलाने कृष्णकै बंशी सुनेर हेर यो मन रमाउँछ राधा यो मन रमाउँछ हे रात र दिन राधे राधे जप दुःख पीर हराउँछ भक्त दुःख पीर हराउँछ कृष्णजीको ख्याल गर्ने बानी हामीलाई गोकुल लाने कि नलाने कृष्णजीको ख्याल गर्ने बानी हामीलाई गोकुल लाने कि नलाने हरे हरे कृष्णजीको ख्याल गर्ने बानी हामीलाई गोकुल लाने कि नलाने कृष्णजीको ख्याल गर्ने बानी हामीलाई गोकुल लाने कि नलाने अरे हामीलाई गोकुल लाने कि नलाने जय हो बंशी धुन बज्यो कृष्णजीको यमुना तिरैमा राधा यमुना तिरैमा कृष्णजीको ख्याल गर्ने बानी हामीलाई गोकुल लाने कि नलाने कृष्णजीको ख्याल गर्ने बानी हामीलाई गोकुल लाने कि नलाने कृष्णजीको ख्याल गर्ने बानी हामीलाई गोकुल लाने कि नलाने कृष्णजीको ख्याल गर्ने बानी हामीलाई गोकुल लाने कि नलाने कृष्णजीको ख्याल गर्ने बानी हामीलाई गोकुल लाने कि नलाने अरे 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 हामीलाई गोकुल लाने कि नलाने अब भक्तजनहरू 200-250 मात्रै हुनुहुन्छ होला भनेर भित्र गर्नु भएको छ हैन अब यहाँहरु बढ्नु भने हामी बाहिर निस्कन्छ फेरि आगनमा अघि हैन राधे राधे जय हो भन्दै एउटा भजनमा नाचो है त जय हो
हरे रामा हरे कोटि नमस्कार 33 कोटी देवता 33 कोटी देवता सबलाई नमस्कार 33 कोटी देवता